कल्पना गर्नुहोस् त, नेपालको एउटा विकट गाउँमा जन्मिएको युवक कहिले भारतमा मजदुरी गरेर जीवन चलाउन बाध्य, कहिले आफ्नो सपनाका लागि आर्थिक अभावसँग सङ्घर्षरत। र आज त्यही युवक विश्वकै सबैभन्दा ठुलो MMA मञ्च UFC को ढोकासम्म पुगेको छ। मकाउको ग्यालेक्सी एरिनामा जब रविन्द्र ढाँटले आफ्ना प्रतिद्वन्द्वीलाई दोस्रो राउन्डमा नकआउट गरे, त्यो केवल एउटा जित थिएन, त्यो नेपाली आत्मविश्वासको विस्फोट थियो, त्यो सिङ्गो राष्ट्रको गर्व थियो र त्यो इतिहास थियो। रविन्द्र ढाँटको कथा कुनै फिल्मी कथा जस्तो लाग्न सक्छ, तर यो वास्तविकता हो। बझाङको एउटा सामान्य परिवारबाट आएका रविन्द्रले विश्वस्तरीय खेलाडी बन्ने सपना देखे। त्यो सपना सजिलो थिएन, न पर्याप्त पूर्वाधार थियो, न आर्थिक सुरक्षा, न त राज्यको बलियो साथ। तर एउटा कुरा थियो, अडिग विश्वास, आफ्नो देशप्रतिको माया र सफल हुने अठोट। कहिलेकाहीँ उनलाई अन्य देशको नागरिकता लिएर खेल्ने प्रस्ताव पनि आए, तर उनले नेपाली झन्डा छाडेनन्, नेपाली पासपोर्ट छाडेनन् र आज त्यही निर्णयले उनलाई लाखौँ नेपालीको नायक बनाएको छ। मकाउमा भएको त्यो फाइटपछि एउटा रोचक कुरा देखियो। रविन्द्रको नकआउट भिडियो सामाजिक सञ्जालमा विस्फोटक रूपमा फैलियो। लाखौँ मानिसहरूले हेरे, सयौँ हजारले सेयर गरे। किनकि नेपालीहरूले केवल एउटा खेलाडीलाई समर्थन गरिरहेका थिएनन्, उनीहरूले आफ्नो देशलाई समर्थन गरिरहेका थिए। नेपाली दर्शकको यही विशेषता हो, जब कुनै नेपाली विश्व मञ्चमा उभिन्छ, जात, भाषा, भूगोल सबै बिर्सेर एउटै झन्डा मुनि उभिन्छौँ। तर यहाँ एउटा प्रश्न गम्भीर पनि छ। रविन्द्र सफल भएपछि सबैले बधाई दिए, राजनीतिज्ञले स्ट्याटस लेखे, नेताहरूले शुभकामना दिए, तर सङ्घर्षको समयमा कतिजना साथमा थिए? कतिजनाले उनको प्रशिक्षण खर्चको चिन्ता गरेका थिए? कतिजनाले अन्तर्राष्ट्रिय अवसर दिलाउन प्रयास गरेका थिए? यही प्रश्न आज पनि उत्तरविहीन छ। नेपालका खेलाडीहरू अझै पनि भिसा समस्या, आर्थिक अभाव र अवसरको कमीका कारण पछाडि परिरहेका छन्। विश्व स्तरका प्रतियोगितामा पुग्नै कठिन छ, पुगेपछि पनि प्रतिस्पर्धा गर्न झन् कठिन। त्यसैले अब समय आएको छ खेलाडीको सफलतामा ताली बजाउने मात्र होइन, उनीहरूको यात्रामा साझेदारी बन्ने। विश्वमा बस्ने नेपालीहरूका लागि पनि यो ठुलो अवसर हो। हङकङ, मकाउ, अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, जहाँ जहाँ नेपाली छन् त्यहाँ सम्भावना पनि छ। यदि हामीले संस्थागत रूपमा स्पोन्सरसिप, फन्डिङ र नेटवर्किङ गर्न सक्यौँ भने भोलि रविन्द्र जस्ता दर्जनौँ खेलाडी विश्व मञ्चमा देख्न सकिन्छ। आज रविन्द्र ढाँटले जितेको फाइट केवल एउटा सेमिफाइनलको टिकट होइन, यो नेपाली सपनाको टिकट हो। यो सन्देश हो कि नेपालबाट पनि विश्व जित्न सकिन्छ, अभावबाट पनि इतिहास बनाउन सकिन्छ र एउटा नेपालीले पनि UFC को शिखरतर्फ यात्रा गर्न सक्छ। मकाउको ग्यालेक्सी एरिनामा घन्किएको नेपाल नेपालको नारा अब केवल नारामा सीमित छैन, त्यो एउटा घोषणा हो। घोषणा कि नेपाली खेलाडीहरू अब विश्व मञ्चमा आफ्नो स्थान खोजिरहेका छैनन्, आफ्नो स्थान आफै बनाइरहेका छन् र त्यो यात्राको अगुवाई गरिरहेका छन् बझाङका बाघ रविन्द्र ढाँट। धन्यवाद। जय नेपाल।